कुम्भ राशि हुनेहरूका लागि यस वर्ष सामान्य फलदायक रहेको छ। वर्षको मध्य भागतिर गुरु अनुकूल रहने हुँदा धनहरू प्राप्ति हुने, मान सम्मान मिल्ने, जागिरबाट पदोन्नति हुने, शत्रुहरू पराजय हुने देखिन्छ भने राहु, शनि, केतु, गुरुको अधिकांश ग्रहको प्रभाव हुँदाखेरि यो वर्ष मध्यम फलदायक रहेको छ, जसले गर्दाखेरि धनहरू नाश हुने तथा वैशाख महिनामा धनहरू गुमेको छ भने प्राप्त हुने योग पनि रहेको छ भने श्रावण महिनामा अनावश्यक खर्च हुन्छ, जेठ महिनामा मानहानि हुन्छ भने भाद्र महिनामा पारिवारिक चिन्ता बन्ने देखिन्छ भने असोज महिनामा पारिवारिकहरूसित मेलमिलाप हुने, टाढा रहेका परिवारहरूसित सम्बन्ध कायम हुने, नबन्ने कामहरू पनि बन्ने छन् भने मङ्सिर महिनामा धन लाभ, पुष महिनामा पनि धन लाभको योग रहेको छ भने माघ महिनामा तपाईहरूले स्थान परिवर्तन गर्ने योग पनि रहेको छ। व्यापार व्यवसायका लागि यो वर्ष मध्यम खालको रहेको छ भने आर्थिक दृष्टिकोणले वैशाख, पुष, मङ्सिर महिना शुभ रहने देखिन्छ। धन्यवाद।